दसैँमा बोका छाने जस्तो छानिकन मात्रै 1200 किलोमिटर रनिङ भएको, 1 महिना मात्रै युज भएको बागमती प्रदेशको 156 लट 2025 मोडल र बागमती प्रदेशको 142 लट 2023 मोडलको बजाजको यान 160 बाइकहरू हामी कहाँ बिक्रीका लागि आइसकेको छ। यदि यहाँहरूले यान 160 किन्न सोरुममा जाँदै हुनुहुन्छ भने एकपटक यो भिडियो हेर्नुहोला, अनि खेर मात्रै जानुहोला। बाइक फुल फाइन कन्डिसनमा छ, सोरुमको जस्तै कन्डिसनमा छ। यहाँहरूले एक्स्ट्रा कि सर्भिसिङ बुक, वारेन्टी बुक लगायतका सम्पूर्ण फेसिलिटीहरू नयाँ किन्दा जस्तो फेसिलिटी पाउनुहुन्छ त्यस्तै नै सबै पाउन सक्नुहुनेछ। एउटा मात्रै सर्भिसिङ भएको बाइक हो। यदि यहाँहरूसँग पुरानो बाइक तथा स्कुटरहरू छ भने सट्टापट्टा गरेर लिएर जाने सुविधा त हामी कहाँ छँदै नै छ। ट्याक्स रिन्युहरू सबै क्लियर नै गरेर हामी दिनेछौँ। इन्जिनमा यहाँहरूले वारेन्टी पाउन सक्नुहुनेछ, एक्स्ट्रा सर्भिसिङ लगायतका सबै फेसिलिटीहरू यहाँहरूले नयाँमा जस्तो छ त्यस्तै फेसिलिटी यहाँहरूले पाउन सक्नुहुनेछ। यदि यस्तै खालको बाइकको खोजी गरिराख्नु भएको छ, नयाँ जस्तै बाइक सेकेन्ड ह्यान्ड मूल्यमा किन्छु भनेर खोजी गरिराख्नु भएको छ भने अगाडि प्रोफाइलमा फोन नम्बर छोडिएको छ, त्यसमा सिधा सम्पर्क गर्नुहोला। रनिङको कुरा गर्नुपर्दा म अगाडि डिस्प्लेमा पनि देखाएको हुन्छु। लगभग त्यही 1200-1300 किलोमिटर मात्रै रनिङ भएको बाइक हो। यदि यस्तै खालको बाइकको खोजीमा हुनुहुन्छ भने आउनुहोला, हेर्नुहोला, टेस्ट राइड गर्नुहोला। हाम्रो लोकेसनको कुरा गर्नुपर्दा 3 कुने चोकबाट सिनामङ्गल जाने बाटोमा पेट्रोल पम्पभन्दा थोरै माथि रहेको छ। र मूल्यको कुरा गर्नुपर्दा यो 056 लटको लागि सोरुमको मूल्य लगभग 4,20,000 रुपियाँ छ भने यो अहिले हामीले मात्र 3,45,000 मा बिक्रीका लागि राखेका छौँ। 1 महिना मात्र युज भएको बाइक हो, सिङ्गल ह्यान्ड बाइक हो। त्यसै गरी 042 लटको यो 2023 मोडलको बाइक हो, यो पनि सिङ्गल ह्यान्ड नै बाइक हो। यसको मूल्य हामीले मात्र 2,45,000 रुपियाँ राखेका छौँ। यदि यहाँहरूलाई चित्त बुझ्छ भने आउनुहोला, हेर्नुहोला, टेस्ट राइड गर्नुहोला। हस्त, धन्यवाद। जय नेपाल।